बाटोमा टक्क हैन। युरोपमा कसैलाई एकदम राम्रो छ भने कसैलाई चाहिँ एकदम गाह्रो छ उहाँलाई सोचेको जस्तो कहाँ हुन्छ र हैन। दुःख सुख त यस्तै हो। एक्साइटेड भएर आउँछौँ तर जे सोचे हुन्छ त्यो चाहिँ हुँदैन क्या। युरोप चाहिँ अब देख्दा चाहिँ मजा आउँछ हैन, हेर्दाखेरि चाहिँ। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज पनि तपाईँहरूको माझमा म आइसकेको छु बिआर मगर ब्लग लिएर। सानोतिनो अपडेट दिन गइरहेको छु हैन। अनि जस युरोपमा कसैलाई एकदम राम्रो छ भने कसैलाई चाहिँ एकदम गाह्रो छ है। अनि कतिपय मान्छेहरू त बिजोकै छ है, कतिको रुवाबासी पनि छ यहाँ युरोपमा। फेरि यो स्लोभाकियामा चाहिँ कतिजनाहरू चाहिँ अब त्यत्तिकै बेरोजगार भएर कति महिना भइसक्यो काम नलागेको होइन, त्यस्तो पनि छ। कतिलाई चाहिँ फेरि आनन्द छ नि, फेरि यस्तो ठाउँमा सर घुम्न पाउँछ होइन। कतिपय मान्छेहरू चाहिँ फेरि कामै नपाएर अत्तालेर ऊ भएको। त्यो किन भएको भनेपछि हाम्रो नेपालमा अब ठुलो देश जाने, युरोप जाने भनेर सपना बुन्छ होइन। अनि हातमा सिप केही पनि हुँदैन, के काम आउँछ भन्नुपर्छ, केही जान्दैन उसले, सिर्फ खाना मात्रै आउँछ है। अनि त्यो कारणले पनि हो बेरोजगारी भएको चाहिँ मेन। अनि अब त्यत्रो वर्षसम्म अब नेपालमा केही अलिअलि केही सिकेको भए, हातमा केही सिप भएको भए त त्यसै दुःख नपाउने नि त होइन। अनि फेरि सिप मात्रै भएर नि हुँदैन कि यहाँ चाहिँ। यो स्लोभाकियामा चाहिँ अब एउटा ल्याङ्ग्वेज पनि एकदम इम्पोर्टेन्ट छ। यहाँ कतिजना दाइहरू, कतिजना दिदीहरू, कतिजना साथीहरू हुनुहुन्छ हातमा यति धेरै सिपहरू छ, तर यहाँको ल्याङ्ग्वेजले गर्दाखेरि त्यहाँहरूले पनि काम पाउन एकदम गाह्रो छ। त्यही हो, सबैलाई सोचेको जस्तो कहाँ हुन्छ र होइन। दुःख सुख त यस्तै हो। अनि तर एकदम बिजोग छ है अहिलेको अवस्था चाहिँ। स्लोभाकियामा चाहिँ एकदम बिजोग छ अहिले। कतिजनाहरू त बेरोजगारी हुनुहुन्छ। अब त्यही त हो नि, अब डाइरेक्ट कम्पनी पाउन एकदम गाह्रो हुन्छ। एजेन्सीमा आउने, एजेन्सीले एकदम डुबाउँछ। पहिला नेपालमा चाहिँ यस्तो उस्तो भनिदिन्छ, यहाँ आएपछि वास्तै गर्दिन्न। त्यही भएर एकदम गाह्रो छ युरोपमा आजभोलि। त्यही हो गाइज, जो सोचेको जस्तो चाहिँ छैन है युरोप। तपाईँहरूले जे सोचेर आउनुहुन्छ नेपालबाट त्यो चाहिँ छैन कदापि। अनि काम गर्नु पर्यो होइन। अब त्यही त हो नि, अब सिपहरू अनि ल्याङ्ग्वेजहरू केही आउँदैन भने चाहिँ अब हाम्रो भनेको सिर्फ कुल्ली काम हो क्या। कुल्ली काम भनेको मतलब नेपालमा लेबर काम जस्तै हो होइन। अनि त्यो काम गरेर त गाह्रै हुन्छ क्या, एकदम गाह्रो हुन्छ आफूलाई म्यानेजमेन्ट गर्न। त्यही काम पनि पाउन एकदम गाह्रो छ। फेरि सितिमिति पाउँदैन है त्यो काम पनि। त्यही त हो नि। अनि कि त अब होटेल लाइनतिर मस्त मजाको काम सिकेर अनि हल्का ल्याङ्ग्वेजहरू सिक्यो भने चाहिँ एकदम राम्रो हुन्छ। फेरि अब होटेलतिर काम पाउनलाई पनि यसो चिनजानी गरेर यहाँ हुनु पऱ्यो होइन। काम मात्रै छ, सिप मात्रै छ भनेर पनि काम छैन। फेरि आफ्नो मान्छेहरू पनि हुनुपर्छ। त्यही त हो नि। अब सोचेको जस्तो चाहिँ युरोपमा छैन। त्यही हो। अब तपाईँहरू यदि स्लोभाकिया आइसक्नु भएको छ, काम छैन भने तपाईँहरूले मस्त ल्याङ्ग्वेज सिक्नुहोस्। अनि तपाईँहरूले अलिअलि ल्याङ्ग्वेजहरू बेसिक जान्नुभयो भने नि तपाईँहरूलाई काम पाउन एकदम इजी हुन्छ होइन। त्यही हो। अनि युट्युबतिर छापछापी छ ल्याङ्ग्वेजहरू, यसो ल्याङ्ग्वेजहरू सिक्ने यताउता गर्नुहोस्। अनि तपाईँहरूलाई जे काम पाउन एकदम सजिलो हुन्छ। अनि तपाईँहरूलाई अब ल्याङ्ग्वेज पनि आउँदैन, सिप पनि केही छैन, त्यस्तो भयो भने चाहिँ तपाईँहरूलाई एकदम गाह्रो हुन्छ। कुल्ली काम पाउन पनि एकदम गाह्रो हुन्छ है। यस्तो छ होइन। यहाँ चाहिँ अब टक्क युरोपतिर चाहिँ यस्तो छ है। यो म बस्ने ठाउँतिर चाहिँ